सम्धी ठोक्या खोक्या खोक्या भनौँ न यार सेम देख्छ त के हो सलाद Ama bawasan ta zabe. हेलो एभ्रीबडी गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ बिरयानी बनाउँदैछौँ। सो हामीसँग हुनुहुन्छ सर, उठौँ न किन हो सुतेको सुत्दै। अनि हामीसँग हुनुहुन्छ हाम्रो दाइ कुकमेन साबै भन्ने नि भयो। सबै उसहरू मस्ताको लागि तयार भइरहेको छ। अब चाहिँ हाम्रो हुँदैछ यो के हो हामी युज गर्ने हो A1 मसला। फाइनली रेडी भइसकेको छ हाम्रो भाँडा साँडा सबै। यसमा बनाउने छौँ हामीले चाहिँ प्याज काटेर पहिला प्याजलाई मजाले भुटेर कालो कालो हुन्छ नि निकालेर एक साइडमा राख्ने। दामी छ दामी। यो छ हाम्रो लन सुक्नेल काजु बदाम किसमिस। अनि यो कुन मसला बिरयानी मसला पहिलोचोटि बनाउँदैछौँ हामीले कस्तो हुँदो रहेछ भन्ने कुरो ल लगाइराख। सो फाइनली प्याज काट्दैछु मैले चाहिँ। अब म रुए फाइनल प्याज क्यामेराम्यान जल्दी फोकस गरो। यो चाहिँ लसुन। फाइनली हाम्रो प्याज रेडी भइसकेको छ। प्याज लसुन यो लसुन भयो। मसला धनिया प्याज रेडी भइसक्यो। मसला रेडी हुँदैछ। हाम्रो यहाँ चामल भिजाइरहेको छ। अब यसलाई पकाउनु पर्छ है त खुर्सानी प्याज चाहिँ यसरी काट्नुपर्छ है गाईहरू। लामो लामो काट क्या लामो 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 चाहिँ यो लामो हुन्छ त हुँदैन यो लामो। त्यही छ। यो चाहिँ हाम्रो लसुन खुर्सानीको पेस्ट बनिसक्यो गाइस। अब चाहिँ जाँदैछु किचनतिर। हेलो सर, गुड मर्निङ सर, वेलकम टु माई ब्लग। यहाँ चाहिँ प्याज बनिरहेको छ। एकछिनपछि यहाँ लडा लसुन पनि हाल्छ। हाम्रो प्याज म चाहिँ चट्ट होइन यसो हेर्ने केटाहरूलाई अराउने काम गर्ने चाहिँ भन्दै फेरि केटाहरूसँग झगडा नभन्नु होला। रेडी हुँदैछ। अब भइसक्नु लाग्यो। कस्तो भयो पाकिसक्यो हुँदैछ। यता चाहिँ हाम्रो चिकन
पुरा धोएर साफ भइसक्यो प्याज टमाटर यता यो फ्राई हानिसकेको प्याज भयो यो चाहिँ एनी हाउ चाहिन्छ बिरयानीमा चाहिँदो रहेछ होइन एक एक पिस पानी छ क्या पानी यसमा नुन सुन हालेर पकाउने यसो फ्राई स्राई हाल्नुपर्छ झ्याप पोलाएर आउँदैछ अब चाहिँ नि फाइनली यो चाहिँ झ्याप पोलाएर यसरी चाहिँ सुकाउनुपर्छ रेडी भइसक्यो चामल हाम्रो रेडी भइसक्यो यता दाइले देगमा के हो यो चिकन छ दही हाल्नुपर्छ कामकै छैन कि यो मसला खोल्नु त बिरयानी ये है फोटो ब्लॉग बना रहे हैं कुछ फेरि काम लाग्यो चिकन विङ्स रेडी भइसक्यो chicken wings fry भइरहेको छ हाम्रो आज हाम्रो किचनमा बिरयानी पाक्दैछ कस्तो लागिरहेछ खुसी लागिरहेछ कि छैन एकदम यता हेरेर भन्नु न क्यामेरातिर एकदम मस्त छ यार तपाईँलाई मेरो च्यानलमा स्वागत छ है भाइ पुष्पेन दाइ के छ हाल खबर के सलाद खोजिरहेको किचनमा आज के छ त हाम्रो सलादमा चिकन रेडी भइसकेको छ अब हाम्रो यहाँ प्याज फुराउँदैछौँ अब चाहिँ यसमा मसला ससला हालेर मारी यसको ग्रेभी बनाएर बिरयानी ग्रेभी बनाउनु लागि परेको छौँ भन्ने मलाई ल्याइराख टमाटर ग्रेभी लौर जुझ्यो ग्रेभी अहिले पछिले पनि वीडियो बनाओ एकदम पास से लेके ऊपर आओ सलाद हाम्रो सलाद यहाँ प्लास्टिक बिछाइसकेछ अब चाहिँ ल सुरु गरौँ पूरा सीधा कर ऐसे इधर से पकड़ गोल कपड़े से
हामी अब खाना सुरु हुँदैछ है गाइजहरु ल बिरयानी रेडी भइसक्यो रोम रोम भाइयो सिस्टम पार देंगे सम्धी ठोक्या फाउ खोक्या हौवाच्या भनौँ न यार सेम देख्छ त के हो रोम रोम भाइयो सिस्टम पार देंगे खान पाएगा रूम पे बैठ के हम लोग चेयर्स कर रहे हैं अब हामी पनि खाने सुरु गर्दैछौँ ए खोलामा माछा मार्ने मान्छे तिमी माछा मार्ने राम्रोसँग सुनिहाल सो हाम्रो खाना सुरु भयो अब हुँदैछ हाम्रो खाना सुरु थोड़ी देर खिचो भैया कैसा लग रहा है बहुत बढ़िया हाँ चाइना हाँ मिया हाँ नेपाली बंधु कैसा बना है गुड मिया मिया दिस इज सलाद Ama bawa sampai tak sampai. सलाद aku tak mau juga aduh सर कैसा बना है बिरयानी अच्छी बना यूट्यूब पे देखे जैसा है आप मिर्चन केटा हो कस्तो भइरहेछ एकदम गजब रमाइलो भइरहेछ काजु पन्डिया छ यार ल ल भयो योभन्दा बढी गर्नु हुँदैन खाइसक्यो दो बाल्टियां है ना जी कैसा लगा भैया मिया मिया सबजनाले खाइसकेको अवस्था छ चाइना बिरयानी कैसा था हामी यो भन्दा नि अझ दामी भिडियो लिएर आउँछु भन्दै यो भिडियो चाहिँ इन भइसक्यो है गाइजहरु मजाले खाइयो गाइजहरुसँग